नमस्कार सबैजनालाई। अहिले हामीहरूले चाहिँ हजुरहरूलाई कालिन्चोक दर्शन अथवा सलिङ टुरको बारेमा हामीले चाहिँ केही कुराहरू भन्न लाग्दैछौँ। र सलिङ टुर र कालिन्चोक एकै दिनमा एकै समयमा गर्न सकिन्छ। 1 नाइट 2 डेजको प्याकेज हुन् कालिन्चोक र सलिङ दुवै गरी पनि। अब सलिङ टुरको लागि चाहिँ हामीहरूले चाहिँ इबी हाइट्सबाट, स्कर्पियो जीपबाट र सुमो जीपबाट चाहिँ गर्ने गराइन्छ। र स्कर्पियो जीपबाट चाहिँ सलिङ टुर प्याकेज 5,000 रुपियाँ लाग्छ र त्यसैलाई चाहिँ सुमो जीप भयो भने 4,500 अथवा 4,500 हुन्छ। र त्यसैलाई चाहिँ हाइट्सबाट अथवा इबी हाइट्सबाट गऱ्यो भने 4,000 रुपियाँमै गर्न सकिन्छ। त्यस्तै गरेर चाहिँ कालिन्चोक र सलिङ दुवै गर्न परेमा चाहिँ इबी हाइट्समा 4,500 रुपियाँ पर्दछ। त्यस्तै गरेर सुमो जीपमा चाहिँ तपाईँहरूको चाहिँ 5,000 रुपिस लाग्छ र स्कर्पियोबाट चाहिँ 4,500 रुपियाँ लाग्छ। जस्ट 500 रुपिस डिफ्रेन्स हुन्छ। तथापि यसमा चाहिँ होटलको क्वालिटी अनुसार नै प्राइस हुन्छ। र अहिले हामीले चाहिँ जेनरल टुर प्याकेजको कुरा गरिरहेका छौँ। र सलिङ टुरको लागि अब बसमा चाहिँ 25 भन्दा बढीजना ग्रुप भएमा अथवा 25जनासम्म पुगेमा पर व्यक्ति 2,500 को दरले गर्ने गराइन्छ। र त्यस्तै गरेर चाहिँ जीपमा चाहिँ हामीले चाहिँ 4,500 सलिङ टुरको लागि मात्र भनिसक्यौँ। र हाइट्समा चाहिँ 4,000 रुपियाँ पर्न जान्छ। र यसमा चाहिँ तपाईँहरूको चाहिँ ग्रुप जोइनिङ हामीले चाहिँ व्यवस्था गरिएको हुन्छ। र आफ्नो नाम लेखाउन तपाईँहरूले चाहिँ आफ्नो फोन नम्बरहरू समयमा लेखाउनु होला। ग्रुप टुरको लागि सलिङ प्याकेजमा तपाईँहरू सबैलाई नमस्कार, धन्यवाद।